सम्पूर्णमा नमस्कार। हामी औँसीको लागि माइती घर आउँदै आछौँ। दिदी बहिनी के काममा व्यस्त थिए। म चाहिँ अहिले अब मेवा टिप्न जाने तयारीमा छु। त्यसैको लागि म जानु लाएँ। यो चाहिँ हाम्रो माइती घर हो, रमाइलो छ। हेलो पार्वती दिदी, हाई। हामी चाहिँ यहाँ रसुवाको पार्वती दिदी मेवा टिप्दै हुनुहुन्छ। मेवा लट्ठीले उदिनिकन बुवाले लाउनु भएको फलफुलको बगैँचा पार्वती दिदी मेवा टिप्दै हुनुहुन्छ। ल हेर्नुहोस् है त, टिप्नु भयो, मेवा टिपेर गुडाउनु भयो। मेवा यति ठुलो मेवा यता गुडिरहेछ। अर्को फेरि टिप्न जानुभयो, अर्को मेवा पनि टिप्न जानुभयो। हाम्रो पार्वती दिदी पनि तगडै हुनुहुन्छ हो। बाँदर हिँड्दो रहेछ, यहाँ बाँदरलाई पनि माथ गरेर लखट्नुहुन्छ। ल हेर, अर्को पनि टिप्नुभयो। आहा, ल हेर है, अर्कोको तयारी छ। अर्को पनि टिप्नुभयो, अर्कोको तयारी छ। ल अर्को पनि टिप्नुभयो। ल अर्को झरे। ल ल है त, हामीलाई आज मेवा खुवाउने भयो पार्वती दिदीले। मेरो भए त केही चल्दैन थियो, दिदी जानुभयो। ल ल है, ल हो मेवा टिपेर ल है त। ओ ल लट्ठीले उदिन। ल ल मेवा टिप्दै हुनुहुन्छ। आमाले सिकाउँदै हुनुहुन्छ। झर्यो, आमाको आइडियाले काम गर्यो। मेवा पनि झर्यो। ल लट्ठी पनि यहाँ राख्नुभयो। यहाँ लट्ठी पनि यहाँ राख्नुभयो पार्वती दिदीले। यहाँ त धेरै फलफुलहरू छन्। भाइले मुन्तला ल्याएर पनि रोपेछ। भाइ पनि किसान काम गर्न थालेछ। 3000मा एउटा मुन्तलाको बिरुवा किनेर लिएर आएछ हाम्रो भाइले। 2टा बिरुवालाई 3000। ल पार्वती दिदी टिप्दै हुनुहुन्छ, मेवा बटुल्दै हुनुहुन्छ। कति राम्रो छ बगैँचा, सुन्दर बगैँचा छ। बुवा आमाको मेहनत गर्नुभएको, उहाँहरूको परिश्रम यहाँ आउँदा साह्रै सुन्दर छ, रमाइलो छ। फुलेको छ। अब मेवा अहिले पछि काट्नुपर्छ। मेवा काट्यौ भन्दै हुनुहुन्छ पार्वती दिदी। अनि त्यसपछि गर्दै 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 हुनुहुन्छ। त्यसपछि यहाँ हेर्नुहोस् है त, यहाँ चाहिँ यस्तो बिना मजाले हलुवा बेत फलेको छ है। यति राम्रोसँग हलुवा बेत। पार्वती दिदी मेवा बोकेर आउँदै हुनुहुन्छ। 2टा हातमा मेवा लिएर आउँदै हुनुहुन्छ। टिपेर मेवा ल्याउँदै हुनुहुन्छ। यहाँ चाहिँ हेर्नु, बगैँचामा फेरि कति धेरै फल्यो है। आँप यत्रो फलेको छ, यसरी फलेको छ। फलफुलहरू लटरम्मै फलेको अवस्था छ। यो चाहिँ यति राम्रो फलेको छ। अब मेवा काटेर खाने तयारीमा हामी छौँ। मेवा काटेर खानुपर्छ। पार्वती दिदी मेवा बटुलेर ल्याउँदै हुनुहुन्छ। उहाँ चाहिँ साह्रै फुर्तिली छन्। पार्वती दिदी दौडिनुहुन्छ। यति धेरै मेवा टिपेर ल्याउनु भएको छ है। मेवा खानु भयो। ल है, तपाईँहरू पनि मेवा खानुहुन्छ भने रसुवा आउनु होला मेवा खान। अब विदेशमा टाढा हुनुहुन्छ भने सम्झिनु मात्रै होला। नजिक हुनुहुन्छ भने मात्रै खानेगरी आउनु होला। ल टिपेर लिएर आउनुभयो। फलफुल छ। फलफुलमा चाहिँ मेवा मात्रै छ अहिले। अरू खासै धेरै फलफुलहरू छैन। अरू चिचिला लागेको छ। सफाटो नि ठुल्ठुलो फल्दो रहेछ भन्नुभयो आमाले। कहिले पाक्छ आमा? साउन पाक्छ। सफाटो पनि रहेछ, त्यो पनि हेर्नुपर्छ अहिले एकछिनमा गएर। सफाटोको बिरुवा पनि हेर्छौँ हामी। फाइनली मेवा टिपेर ल्याएर तासियो। अब काटेर खाने तयारी चल्दैछ। म काट्दैछु एकछिनमा। मेवा काटियो र मेवा तासेर चिरा पारियो। ल आउनुहोस् है सबैजना मेवा खान। अब नजिक भएका त आउनुहुन्छ, विदेशमा हुनेलाई पनि यो मेवाको लाई हेरेर भयो भने चित्त बुझाउनु होला। ल है केटाकेटी हो। अब हामी गुतपाक चाहिने सामान बनाउँदैछौँ। गुतपाक तयार गर्दैछौँ। यहाँ हामीसँग छ छोकडा, त्यसपछि त्यसै गरी नरिवल, यस्ता किसमिस, काजु, बदाम, त्यसै गरी हामीसँग चम्सुर, सुप, ज्वानो, बत्तिसाको धुलो, त्यसै गरी
हामीले राख्नै पर्ने स्पेसल दुधको लागि चाहिने स्पेसल किट छ यो गुँद। त्यसै गरी हामीसँग गुलियोको लागि हामीले मिश्री प्रयोग गर्न लागेका छौँ। हामीले चिनी हाल्न खोजेका छैनौँ। ल है त गुदपाक बनिसकेपछि फेरि यहाँहरूमाझ आउने नै छु। अहिलेलाई यति नै खास। यहाँ भुट्ने काम हुँदैछ, बदाम भुट्दैछौँ। गुदपाक बनाउनुको लागि सबै सामानहरू भुटिसकेपछि यो अघि देखाएका सबै सामानहरू चाहिँ भुटेर धुलो बनाइसकेपछि यी धुलोहरूलाई दुधमा पकाएर हामी गुदपाक बनाउनेछौँ। अहिलेलाई यति है। अहिले हाम्रो गुदपाक रेडी भयो है। यतिको बनायौँ हामीले। सबैजनालाई शुभ बिहानी। आज चाहिँ मदर्स डे अथवा आमाको मुख हेर्ने दिनको बिहान म चाहिँ अब एकचोटि बुवा आमाले मेहनत गर्नुभएको बुवा आमाको गार्डन हेर्न गइरहेको छु। यो चाहिँ फुलको बोट हो। यो रक्त चन्दनको बोट हो क्यारे हो। मलाई नि खासमा सबै थाहा छैन। यहाँ फल्दैछ। यो चाहिँ के को बिरुवा हो। यसपछि यो सुन्तलाको बोट अनि यहाँ गएर यो सुकुमेलको बोट। यहाँ यो के को बोट हो म पनि चिन्दिनँ है। राम्रो छ। यहाँ सुकुमेल यति राम्रो फुलेको नि क्युटवाला बेबीवाला है। हिजो फुलेको थिएन आज राम्रो भएर फुल्या रहेछ। अनि त्यसपछि यहाँ हेर्नु आँप यस्तो राम्रोसँग झुत्ता लाएर फलिरहेको नि। यो यता देखिएको नि लामो लामो पात। यो चाहिँ सुपारी हो। यसको ठुलो रुख हो माथि फलिरहेछ झपक्क। अनि यता चाहिँ यो चाहिँ के भन्छ अरे च्याउपाती हो। अनि उता गएपछि केराघारी छ केरा। यो चाहिँ कफी। अनि त्यसपछि यता गएपछि यहाँ सुन्तलाको बोट छ। यहाँ आँपको रुख आँप फल्दैछ घरको छेउतिर। अनि कति बेबी कति राम्रो फुल्या है सुकुमेल। अनि हामी सुकुमेल घारी हुँदै यो चाहिँ अलैँची हो। यो ठुलो रुख जति चाहिँ सबै सुकुमेल। अनि यो चाहिँ सुन्तला। यहाँ बेबी सुन्तलाहरू फल्या है। सानो सानो पुन्टे है। पुन्टे सानो पनि फल्दैछ। अनि त्यसपछि यहाँ बेबी बुवाले जतन गरेर लाउनु भएको छ। अनि त्यसपछि यहाँ नयाँ फल हामी सानो हुँदा थिएन। यो चाहिँ बुवाले लिएर आउनुभएको छ। यो सफाटो धेरै फल्या छ। यसको बोट नि यहाँ पनि फल्या छ। यहाँ पनि फल्या छ। त्यहाँ नि फल्या छ। सबै फल्दैछ। टन्नै फल्या है। बोटभरि फल्या छ। त्यसपछि यहाँ हाम्रो खेतबारी छ। खेत धान टन्न फल्या धानको पल्ला छेउबाट चाहिँ लिची आँप हुँदै सुन्तला यो ठुलो अल्को रुख सुपारी। अनि त्यसपछि यहाँ लिची यस्तो धेरै फल्या नि। हेर्नुहोस् है त जुम गरेर देखाउँछु म कति राम्रो छ है। कति राम्रो छ। अनि त्यसपछि यो काफलको रुख छ। अनि त्यसपछि यो तल दालचिनीको पाउला रातो पाउलावाला दालचिनीको रुख छ। यो सुकुमेल यो सबै गार्डन छिरिरहन चाहिँ म अहिले गएन। भोगटेको रुख छ यता तल त्यो देखिया। अब चाहिँ म खाना पकाउने तयारीमा छु। त्यसैले यो गार्डनबाट अहिले निस्कन्छु। कति राम्रो फुल फुलेको छ यो फुल। यता फेरि व्हाइट कलरको छ यहाँ। अब यहाँ झन् राम्रो फुल छ हेरिरम जस्तो। यो चाहिँ अगस्ती फुल रे। कति राम्रो फुलिरहेछ है। यसको बोट मरिचको लरा चाहिँ यसरी अर्को बोटमा लाएर यसरी माथि अर्को बोटमा गरे यसरी फल्छ मरिचहरू। तर अहिले चाहिँ फल्या छैन हाम्रो। यो सबै मरिचको लरा हो। यो फल्ने सिजन अफ हो अहिले चाहिँ। यो चाहिँ आमाको तरकारी बाली। तरकारी यो तरुल यता के हो
हुँदै 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 भरि खोर्सानी यहाँ सिमी यो आलु यताबाट तलतिर मरिच यस्तो पहाड छ हाम्रो घर आमाले पाल्नु भएको गाई हो अहिले ब्याउनी छ छेउमा कति राम्रो फुल फुलिरहेर चाहिँ झपक्क भएर कति राम्रो छ बोक्कोको पाछो यहाँ चाहिँ मुना है सानो मुना दुईवटा बाख्रा आमाले पाल्नु भएको छ यो चाहिँ मुनै मुनै हेरिरहेको छ दिदी भने होला यसले